नारायणीको पुल, नारायणी नदी। बोट पनि चलिरहेछ, बोट पनि चल्दो रहेछ, बोट पनि चल्ने रहेछ है। कहिलेदेखि हो? जाँदैन हामी हेर्न मात्रै। ल राम्रो, यसले चाहिँ व्यापारिक केन्द्र बनेको छ यो ठाउँ। ल भाइ अब आम त नि यतातिर यसो अगाडि जाऊ, अगाडि प्रतिमा छ, तिमी अगाडि जाऊ। पुल हो नारायणी पुल। ल यसो सरेर हेर, मोटर बोट पनि छ हेरौँ है। मनोरम दृश्य छ, हरियाली छ, हरियाली छ भन्नु पर्यो, हरियाली त छैन नि यहाँ त। यता वरिपरि छ। यसले जो हामीलाई चाहिँ मुम्बईको बिचको चाहिँ याद दिलाउँछ होइन। यी हाम्रो भाइ, हामी सुरेश भाइ आइटी इन्जिनियर। हामी अब भाइसँगै एउटै साथी भएपछि घुम्नलाई नि मजा आउँछ होइन। मन मिल्नु पर्यो। बुद्धको शालिग यहाँ रहेछ। ल मान्छेहरू पनि छ, भिड। अब यतातिर लागौँ। नारायणी नदीको कलकलाउँदो पानी देख्न सक्छौँ हामी। शान्त अवस्थामा छ। यो त बेला उर्लिएर आउँछ। यो त फेरि पानी परेपछि त फेरि नाटै उडाइदिन्छ नि यसले। गौतम बुद्धको प्रतिमा नै ढाक्रिन्छ, पुरै डुबाइदिन्छ। बोट चल्दो, मोटर बोट हेर्न जाने त तलतिर देखेकै छैन, देखिँदैन हो। झन्डा अङ्कित मोटर बोट। ल नेपाली राष्ट्रिय झन्डा ल फरफराउँदैछ। यो ठुलो पर्यटकीय गन्तव्यको रूपमा यो चिर परिचित भइरहेको छ आजकल। मान्छेहरू टाढा टाढाबाट यो बोटिङको एक्सपिरियन्स लिन पनि आउँछन् यहाँ। ल भाइ लाग्ने त हामी अब यसो खानपान गरेर जाउँ भन्ने मलाई लागिरहेको छ। ल लागौँ त नि है त। यो हरियाली दृश्य देखाउँदैछु। पारी नलपरासी हो, नलपरासी जिल्ला। उता पारीतिर नलपरासी हो। अक्सफोर्ड कलेज ऊ यहाँनिर छ। ल हेर्नु अब टाढाबाट देखाउँदैछु म, अब नजिक नगए नि ढिलो भयो। सकेसम्म अब आउने प्रयासमा टाढो आएर हजुरहरूलाई राम्रो दृश्य देखाउँदैछौँ है त। ल बाई।